प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्व राजा ज्ञानेन्द्र शाहलाई पार्टी खोलेर चुनाव लड्न चुनौती दिएका छन्। महोत्तरीको गौशाला नगरपालिका 1 रामनगरमा बिहिबार नेपाल पल्प एन्ड पेपर इन्डस्ट्रिजको उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले देशका जुनसुकै स्थानबाट चुनाव लड्न पूर्व राजा शाहलाई सुझाव दिएका हुन्। उनले भनेका छन्, नेपाली जनताले फालेको राजतन्त्रलाई फेरि कताबाट कहाँबाट उधिनेर ल्याएर खोइ कहाँ कुर्सीमा राख्छन् अरे। मान्छे कुर्सीमा बस्दा राजा हुने भए त तपाईहरू कुर्सीमा बस्नु भएको छ, राजा हुनुभयो। छायालाई अगाडि सार्नुभन्दा आफै अगाडि सर्न पूर्व राजालाई ओलीले आग्रह पनि गरेका छन्। संविधानको बाटो समाएर आएमा आफूहरूलाई आपत्ति नहुने उनको भनाइ छ। लोकप्रिय हुनुहुन्छ भने ठिक छ, संविधान अनुसार चुनाव लड्न आउनुस्। तपाईलाई जहाँसुकै चुनाव लड्न खुला छँदैछ नि, आउनुस्, चुनाव लड्नुस्, पार्टी खोल्नुस्, पूर्व राजालाई सुझाव दिँदै ओलीले भनेका हुन्। उनले मुलुकमा अब राजतन्त्र नफर्किने उल्लेख गर्दै सबै संविधान अनुसार चल्नुपर्नेमा जोड दिएका हुन्। उनले औद्योगिक विकास र रोजगारी सिर्जनामा प्राथमिकता दिइने पनि बताए। अब हामी आत्मनिर्भरताको बाटोमा लाग्नुको विकल्प छैन। सहकार्यका माध्यमबाट युवाहरूले आँपको खेती विकास गर्न सक्छन्। यसमा प्रदेश सरकारहरू पनि अघि सरुन्, उनले भनेका हुन्। प्रधानमन्त्री ओलीले वर्तमान सरकार केवल सरकारका लागि नभएर देश बनाउन आएको पनि बताए। उनले हुलाकी राजमार्ग, सुनकोशी, मरिन लगायतका योजना छिटो सम्पन्न गर्ने प्रतिबद्धता जनाए।